हेलो नमस्ते सबैजनालाई। आज म तपाईहरुलाई टाइपशालाहरु कसरी खोल्ने, कसरी ओपन गर्ने त्यसको बारेमा सिकाउने छु। पहिला मेरो एउटा पुरानो युट्युब च्यानल थियो, त्यो चाहिँ अब खै के भएर युट्युबले आइडी नै रिमुभ गरिदिएको रहेछ। त्यही भएर अर्को च्यानल छ मेरो। अब यसमा तपाईको सुरुदेखि अन्तिमसम्म बेसिकदेखि लिएर एडभान्स लेभलसम्मको सम्पूर्ण कुराहरु यसमा तपाईहरुलाई यो च्यानल मार्फत सिकाउने छु। यदि तपाईहरुले नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरेर सहयोग सपोर्ट चाहिँ गरिदिनु होला। हामी अगाडि बढौं। जस्तै अब हामीले यो मेन चाहिँ अब हामीले टाइपिङ गर्नको लागि टाइपशाला चलाउनु पर्ने आवश्यक हो। जस्तै यो भनेको हाम्रो टाइपशाला हुन्छ। अब यसमा अब हामीले टाइपशाला विन्डो 10 हरुमा कसरी विन्डो 10 11 मा कसरी चलाउने, के गर्ने सम्पूर्ण कुराहरु म सिकाउँछु यहाँ। पहिला सुरुमा त अब हामीले विन्डो 10 11 मा हामीले सिकाउनको लागि टाइपशाला चलाउनको लागि हामीले टाइपशाला सीपीएन भनेर डाउनलोड गर्नुपर्छ। टाइपशाला सीपीएन भनेर हामीले के गर्नु पर्यो त डाउनलोड गर्नु पर्यो। मैले यहाँ चाहिँ अलरेडी डाउनलोड गरेर राखेको, त्यही भएर अब यहाँ चाहिँ अब पहिला जे फाइलमा आउँछ, जे फाइलमा आयो भने तपाईले राइट क्लिक गरेर यसलाई एक्सट्र्याक्ट गर्नु होला। यहाँ चाहिँ एक्सट्र्याक्ट गरेपछि एक्सट्र्याक्ट हुन्छ हैन। जस्तै यहाँ एक्सट्र्याक्ट गर्नुभयो भने एक्सट्र्याक्ट भएर आउँछ। मेरो अलरेडी यहाँ छ एक्सट्र्याक्ट भएको। अर्को अब जस्तै एक्सट्र्याक्ट गरिसकेपछि यहाँ दुईटा सेटअप खुलेर आउँछ। अब यहाँ टाइपशाला सीपीएन मा गए पनि भयो वा डाइरेक्ट अब हामीले सीपीएन टेक्नोमा जाने। सीपीएन टेक्नोमा गइसकेपछि यहाँ छ लेखेको ओटीभीडीएमडब्ल्यू मा डबल लेफ्ट क्लिक गर्नु पर्यो है। डबल लेफ्ट क्लिक गरिसकेपछि यहाँ टाइपशाला छ सेटअप आउँछ। यो सेटअप निकाल्नको लागि अब हामीले यहाँबाट जस्तै यो सेटअप निकाल्नको लागि पहिला अब टाइपशाला सीपीएन मा गएर पनि हेर्न मिल्छ। यहाँ छ टाइपशाला। यो टाइपशालाको सेटअपलाई तपाईले बाहिर वा डेस्कटपमा वा कतै राख्नु, राइट क्लिक गर्ने। राइट क्लिक गरेर अब हामीले यहाँबाट शो मोरमा क्लिक गर्ने। मैले राइट क्लिक गर्ने, शो मोरमा क्लिक गरेर सेन्ड टु डेस्कटप, डेस्कटपमा पठाइदिने। डेस्कटपमा पठाइसकेपछि तपाईको यहाँ डाइरेक्ट आउँछ। यहाँ चाहिँ मैले यहाँ छ मेरो आइसक्यो। अब यसलाई बल्ल यति कुरा गरिसकेपछि बल्ल ओपन गर्ने। अब टाइपशालामा जाने, त्यसपछि टाइपशाला सीपीएन वा सीपीएन टेक्नोमा जाने, त्यसपछि ओटीभीडीएमडब्ल्यू मा डबल लेफ्ट क्लिक गर्नु पर्यो। डबल लेफ्ट क्लिक गरिसकेपछि तपाईको टाइपशाला पहिला युज गरेको छ भने यहाँ चाहिँ तपाईको टाइपशाला भनेर देखाउँछ। छैन भने तपाईले अघि अब हामीले सेन्ड गरेको बाहिर चाहिँ डेस्कटपमा राखेको वा कपी गरे पनि हुन्छ। डेस्कटपमा क्लिक गर्ने। डेस्कटपमा क्लिक गरिसकेपछि यहाँ छ अघिको। अब यो टाइपशाला कुरा उही आउँछ। अब यसलाई चाहिँ हामी के गर्नु पर्यो त ओपनमा क्लिक गर्नु पर्यो। ल क्लिक गरिसकेपछि तपाईको यहाँ नेपाली आयो भने यो दुईटा फ्ल्याग छ। दुईटामा फ्ल्याग मध्ये कुनै एउटामा क्लिक गरेपछि तपाईको इंग्लिश आउँछ। फेरि नेपाली चाहियो भने नेपालीमा क्लिक गरे नेपाली आउँछ। अब बुझ्नुपर्ने कुरा यहाँ छ होम, टप, बटम, अल छ भनेको। अब होम भनेको यहाँ छ क्याप्स लक हुन्छ यहाँ लेखेको ASDF JS हैन JKL सेमिकोलन। यो सबै 20 को लाइन जति पनि छ क्याप्स लक लेखेको 20 को लागि के भन्नु पर्यो त होम भन्छौ हामी। त्यसपछि अर्को टप छ। यो क्याप्स लक भन्दा माथिको जति पनि कीहरु छ त्यो सबैलाई टप भन्नु पर्यो। अर्को क्याप्स लक भन्दा तलको जति पनि छ बटम भन्छौ हामी। र अल भनेको यो सबै भयो। अब यो बुझ्नको लागि पहिला अब हामीले यहाँबाट मैले यो मार्फत बुझाउँछु। यहाँ मैले एउटा छ डाउनलोड गरेको पीसी कीबोर्ड भनेर। अब यसमा तपाईले ध्यान दिएर सुन्नु होला, बुझ्नु होला। जस्तै यो फिंगरको कलर र कुन फिंगरमा कुन कीमा कुन औलाहरु राखेर टाइपिङ गर्ने त्यसको बारेमा सम्पूर्ण जानकारी छ यहाँ। जस्तै यहाँ छ क्याप्स लक लेखेको 20 को लाइन हैन। यो लाई जहिले पनि हामीले होम भन्नु पर्यो। त्यो मैले अघि पनि भनेको। अब जस्तै यहाँ चाहिँ पिंकी फिंगर लेफ्ट साइडको औला राख्नु भनेको ASDF हैन। ASDF यो ASDF। त्यसपछि अर्को हुन्छ यहाँबाट हुन्छ सेमिकोलन LKJ, सेमिकोलन LKJ चारवटा राख्नु पर्छ। त्यसपछि यो दुईटा बुढी औला भनेको ग्रे कलरमा छ स्पेस बार भन्छ यसलाई, स्पेस बारमा राख्नु पर्यो। अब यसमा राखिसकेपछि अब हामीले यहाँबाट जस्तै पिंकी फिंगरमा हेर्नु तपाईको यहाँदेखि सम्पूर्ण एउटै कलरको रहेछ। त्यही भएर यहाँबाट अब
इजिली बुझ्दाखेरि हामीले जुन जुन औँलाको तलमाथि जे छ त्यही औँलाले प्रेस गर्नुपर्छ। जस्तै औँला राखेको हामी एएसडिएफमा लेफ्ट साइडको, त्यसपछि राइट साइडको सेमिकोलन यो सेमिकोलन भयो एलकेजे। अब यो 4-4वटा राखेको बाट तलमाथि जे छ त्यो औँलाले जानुपर्छ। जस्तै ए को माथि के छ Q1 अनि प्रेस गर्दाखेरि ए Q1। जस्तै ए को तल के छ जेड, एमा कुन औँला थियो पिङ्की फिङ्गर, त्यही भएर यसको तल पनि जेड छ। अब हामी यही औँलाले प्रेस गर्नु पर्यो। अर्को यहाँ छ यो कलर ओरेन्ज कलर जस्तै छ। अब यो कलरमा एसमा हामीसँग औँला राखेको। अब यो औँलाको माथि के छ त W र 2 छ भनेपछि W2 यही औँलाले प्रेस गर्नु पर्यो र एसको तल के छ एक्स छ, त्यही भएर यही औँलाले जानु पर्यो। अर्को यहाँ छ येलो कलरमा छ डी मा राखेको, डी को माथि ई र 3 छ, त्यही भएर DE3 र तल चाहिँ के छ सी छ। अर्को यहाँ चाहिँ इन्डेक्स फिङ्गरमा दुईटा छ ग्रिनमा कलर छ भनेपछि यसबाट VBFGRT45 यो 8वटा जहिले पनि यो औँलाबाट प्रेस गर्नु पर्यो। ल त्यसपछि यो पिङ्की फिङ्गरको जति पनि छ यो रेड कलरमा दिएको त्यो सबै पिङ्की फिङ्गरले जानु पर्यो। अर्को यहाँ छ अब पालो आउँछ राइट साइडमा 6, 7 र एनएम को यो दुई लाइन ब्लू कलरमा छ गएको। यो दुई लाइन भनेको 8वटा राइट साइडको इन्डेक्स फिङ्गरबाट जानुपर्छ। एनएम जेएस युवाई 6, 7। त्यसपछि अर्को मिडल औँला पनि ग्रे कलर छ। अब केमा छ औँला राखेको, के को माथि के छ आई र 8 छ, तल चाहिँ के छ त कमा छ लेस देन हैन। त्यस्तै अब यो औँला हैन, अब यो कलर छ हाम्रो पिङ्की कलर जस्तै हो, अलि पिङ्क कलर जस्तै। अब यो औँला हामीले अब जे छ यहाँ ग्रेटर देन LO9 तलमाथि जे छ त्यो औँलाले जाने र बाँकी पिङ्की फिङ्गर राइट साइडको जति पनि छ यहाँ पिङ्क कलरमा गएको यो सबै हाम्रो यो औँलाले प्रेस गर्नु पर्यो। भनेपछि पहिला अब हामी होममा लेफ्ट क्लिक गर्ने, लेभल 1 मा जाने, त्यसपछि यहाँ चाहिँ अब रिनेम पनि लेख्न पाउँछ, हामी नेम चेन्ज गर्न पायो, रिसेट पनि गर्न पायो। रिसेटमा गएर रिनेम गर्ने, यसमा आफ्नो नाम चाहिँ लेख्न पाउँछौँ। त्यसपछि ओके गर्ने र यहाँ चाहिँ ओके हान्दिने। अब जुन जुनमा रेड कलर जान्छ त्यति अल्फाबेटलाई प्रेस गर्नु पर्यो, जतिचोटि देखाउँछ यहाँ त्यतिचोटि। अब फिङ्गर राख्नु भनेको एएसडिएफमा हो र अर्को सेमिकोलन एलकेजेमा। जस्तै एएसडिएफ र अर्को सेमिकोलन एलकेजेमा औँला राख्नु पर्यो हैन। अब अहिले कुनमा छ एमा छ, एलाई थिच्ने तल आयो, तल भनेको यसले बुढी औँलाले। अब जुन जुनमा यो रेड कलर जान्छ त्यतिलाई हामी के गर्नु पर्यो त प्रेस चाहिँ गर्दै जानु पर्यो है। यदि तपाईहरुलाई यो भिडियो मन परेको छ भने तपाईहरुले शेयर लाइक कमेन्ट चाहिँ गरिदिनु होला। हस्त धन्यवाद।